बिमारी मर्निङ भ्यू गाइस सेन्पुङको welcome back to my new vlog. You all are watching Mating vlogs हैन र बिहान चाहिँ पुरा पानी परिरहेको थियो बिहान चाहिँ के हो भन्दा चाहिँ आप्पा बिमार हुनुहुन्छ हैन गाइस अलिकति त्यस्तै चल्दैछ फ्यामिली भित्र आप्पा बिमार हुनुहुन्छ हो र खासमा चाहिँ फिक्सै छैन बिहान कहाँ गएको भनेर कि जोरथाङ गएको जोरथाङ गएर आउनु हुँदैछ अहिले चाहिँ फिलहाल चेकअपहरू गराएर तर बिहान चाहिँ फिक्स थिएन भयो नि हामी गान्तोक पनि जानु सक्छ अरू भन्दै थिएन जोरथाङ मात्रै जाने त्यो भए चाहिँ म पनि जान्थेँ आज सँगै हैन तर फिक्सै थिएन नि त जोरथाङ जान्छ कि गान्तोक जान्छ चेकअप गराउनु कि त्यस कारणले चाहिँ मम्मी र आप्पा जानु भएन जोरथाङमा बसेर टेस्टहरू पनि गरेछ आप्पा पुरा टाउकोहरू दुख्छ अरे टाउकोहरू भारी भएर आउँछ अरे हैन त्यस कारणले जोरथाङमा चेकअपहरू पनि भएछ के टेस्टहरू पनि गर्नु भएछ हो र फर्केर आउनु हुँदैछ अहिले फिलहाल चाहिँ के हिजो आज घरमै त्यस्तै बित्दैछ मैले अस्ति भनेको छु इन्ट्रेस्टिङ के हुन सक्दैन होला सायद गाइस यो वर्ष नि बाहिरतिर जान्दा पनि त्यस्तो आजकल भ्लग गर्नु भुलिहाल्दैछ बाहिरतिर निक्लिँदा खासमा भन्नु पर्यो भने चाहिँ र लास्ट भ्लगमा के भनेको थिएँ मैले आज चाहिँ हुन्छ पार्सल ओपनिङ त्यो सामान चाहिँ बजारमा पनि आइसकेको छ हैन ग्रास ट्रिमर चाहिँ गाइस म लिकिन आउँछु देखाउनु चाहिँ पाउँदिनँ होला म लिकिन चाहिँ आउँछु हिजो बेलुका त्यस्तो सुताइ भएन नि त त्यसै पनि लेट सुत्छु कि बेलुका उठेर यस्तो चेक गरेको त आमा र आप्पाको रुममा बत्ती खोलिरहेको छ गफ गरिरहेको छैन म त भाइ के सिरियस के भयो के जस्तो लाग्यो होइन हिजो बेलुका पनि साह्रै पारेको छ आप्पालाई कि टेन्सन भयो नि त त्यहाँदेखि चाहिँ अलिकति कता कता डेजाभु जस्तो भएर छ ला सुते कि सुतेन कि सपना देखेँ कि देखेन कि हुन्छ नि कुन सपना त्यस्तो हुन्छ हो र बिहान पनि छिटो बिहानै उठेँ बिहानदेखि हल्ला गरिरहेको थिएन गुनगुन निदाउनु सकेन बिहान पनि हो र अहिले चाहिँ सुतेर उठेको टाइम पुरा बितिसकेको छ गाइस 2:30 भइसक्यो सामान लिन आउँछु त्यहाँदेखि सामान अनबक्सिङ गरौँ र वेलकम ब्याक फेरि पनि किप वाचिङ फेरि म अहिले भने चाहिँ बजारमै आइपुगेँ होइन सामान लिइकन पनि पार्सल चाहिँ यो होइन आमाहरू पनि ठिकै आउनु हुँदो रहेछ यहीँ तल आइपुग्यो अरे कि पर्खेर लानुपर्छ गाइस पैसा वसुल गरिसक्नु एटै यो जुत्ताले पनि गाइस आयो अनबक्सिङ घरमै गर्नुपर्छ ल गाइस ठिकै आइपुगेछ आमाहरू नि सब्जी छ भने ऑलरेडी हम घर आ पहुंचे हाँ गाइस घर आ पहुंचे हम मजा आ गया लेट्स स्टार्ट आवर अनबॉक्सिंग वीडियो आउनु नि हेर्न ओ कार्टून के अंदर कार्टून ये तो बड़ी दुविधा हो गई खास अनबॉक्सिंग अब हुन्छ त
ल यसमा के रहेछ हेर्नु त हैन लिथियम ब्याट्री 2 पिस हैन गाइस 48 वोल्ट को नाइस ब्लेड नाइस चक्का नाइस चक्का is also nice blade tools oh घाँस काट्दा लगाउने ह्यान्डल पोरको जस्तो रहेछ मैले भन्यो नमगाउँ पोरको जस्तै हो नमगाउनै भन्छ अन्त ठिकै छ नि पोरको जस्तो यो जार मात्रै बाहिरको जार मात्रै काट्यो नि त झैँ यो मुसुरी दाल चाहिँ के गरौँ यता राखौँ कि उता राखौँ कि कस्तो उता लैजाउँ होला अहिले मुसुरी दाल यतै होस् के हो आज तल बङ्गलामा के छ हौ अरे भात पकाइरहेछ भात पुग्छ छोतोहरू खानु ब्याट्री चार्ज गर्नुपर्ने छ गाइस एउटा पनि ब्याट्री नभएको एउटा पनि ब्याट्री थिएन पहिला पनि यसको फर्स्टमा किन्दा ब्याट्री छैन रहेछ त एउटा नि चार्ज गरिराख्नु अर्को पनि चार्जर थिएन हाम्रोमा यसपालि यो चाहिँ बिस्तारै गर्नु है यो चाहिँ another one blade यो चाहिँ हल्का घाँस कभर गर्ने हो गाइस हैन यो चाहिँ ग्लोब्स रहेछ ग्लोब्स र द्याट्स इट यति हो चस्मा पनि पाउँदो रहेछ अब अन्धाहरूले लाउने चस्मा जस्तो छ सरी गाइस नराम्रो चाहिँ भनेको भने के भए पनि यस्तो छोपेको पनि हुन्छ नि ब्ल्याकमा ब्लाइन्ड पिपलहरू लाउने त्यस्तो टाइपको रहेछ चस्मा ल यो जोडेर एक ट्राई गरौँ है त फर्स्टमा चार्ज गरिहाल्नु पऱ्यो यो चाहिँ पुरानो टेस्टिङ पनि हल्का भइदियो नि अवस्था अझ यहाँ तल पनि प्रोग्राम रहेछ त खसी बनाउँदैछ यहाँ तल बङ्गलामा होइन गाइस के प्रोग्राम हो भन्दा चाहिँ नि हिजो मैले भने नि त हिजोको मैले रियाक्सन भिडियोमा त्यो पनि देखाएको थिएँ रिन्चेनबुङ ब्रदर्स भनेर होइन गाइस रिन्चेनबुङ ब्रदर्स रिन्चेनबुङ हस्पिटलको काण्डको कुरा गरेको थिइनँ मैले हिजो आज चाहिँ ब्रदर्सहरू यहाँ पिकनिक खाँदो रहेछ त गाइस किनभने चाहिँ त्यो बाटो बनाएकोहरू खुसीले होला नि त होइन सक्सेस भयो प्रोग्राम एउटा भनेर होला नि त यहाँहरू होइन डाक बङ्गलामा छ हजुर चल्लाहरू हाल्छु यति थियो अनबक्सिङ यति थियो अब भोलिदेखि चाहिँ रिभ्यू चाहिँ भोलि हुन्छ होला हौ आज नसक्ने बिमारी टेस्टको रिपोर्ट चाहिँ कहिले आउँछ भोलि त्यहाँदेखि चस्मा पनि आउँछ भन्थेन फ्राइडे निकै त जाति भइहालेछ है एक रन गएर आउँदा गर्दा त म त गान्तोक जाने रहेछ सोचेको तपाईँहरू जाउँ भनेको नि गान्तोक मानेन अन्त गाडीमा कहाँ थर्केर हिँड्नु सक्यो जोथङमै त त्यहाँ होटेलमा लड्ला जस्तो गर्छ साह्रो परिरहेको छैन उसलाई लगेर बल्ल बल्ल छिटो बात
सब्जी भात दिएर दबाई हतार दिँदा त्यहाँदेखि चाहिँ अलिकता हो ल गाइज यो चाहिँ हो नेक्स्ट डे र थ्याङ्क यू फर वाचिङ माई भिडियो हो यो ब्लग यतिमै राख्न चाहन्छु हो हिजोको ग्रास ट्रिमरको चाहिँ ग्रास कटिङ मेसिनको चाहिँ होइन यहाँ यति काम पनि भइसकेको छ होइन हो गाइज आज गरेको पानी ओभर ठुलो पर्दछ हो कि र आपा अझै जाति हुनुभएको छैन राम्ररी कि अन्त चाहिँ नि हाम्रो तल बिजुवा आएको हुनुहुन्छ नि त होइन उहाँलाई चाहिँ लिन आएको भर्खर अब चाहिँ अलिअलि घरमा पूजा हुन्छ घरको कुल पूजाहरू हो र त्यो चाहिँ म अफसोस देखाउनु सक्दिनँ गाइज र छोटो भयो होला यो ब्लग भए पनि अहिलेसम्म हेर्नुहुँदैछ भने लाइक छोडिदिनुहोस् गाइज र थ्याङ्क यू फर वाचिङ once again see you in next vlog